के हो कस्तो हुनुहुन्छ बिहानीको टाइममा है विभिन्न तपाईहरुसँग आइसकेको छु म है साच्चै नै आज तपाईहरुलाई एक्सप्लोर गर्ने छ न्यू थिंग्स न्यू कुराहरु है काम लागेर निकै कडा भइरहेछ है त्यही भएर चाहिँ होला यस्तो गाइस आयो दरम दिन बजार फेरि पनि हामीसँग जोड्नु भएको लागि धेरै धेरै धन्यवाद कटिसक्यो आयो अलिकति लेट अन्त गाइस आयो तर घर चाहिँ कता हो थाहा छैन बिर्स्यो घर नेक्स्टसँग देखाइदिनु पर्यो छ्याउ त्यतिखेर नगर न अब त यस्तो भोक लागिरहेको को यस्तो मासुहरू बोल्ने Yes guys, reaction check करोस् guys, reaction check करो guys. यहाँ दरम दिनमा चाहिँ हैन गाइस यो चाहिँ लेप्चाको स्वर्गीय जानु भएको छ अरे त्यही पनि छ अरे तर मर्कै भएको चाहिँ जानु पाइन आ गया गाइस देखो ये क्या है ये क्या है गुरु जी कहाँ है क्या सबैजनाले इन्जोय गरिरहेको होइन धेरै वर्ष बादमा साथीहरू फेरि स्कुल लाइफ घुम्न गएको थियो सबैजना इन्जोय नै गरिरहेको छ गुरुजीको मुटले एकदम चलिरहेको छ बिट पनि फेरि हो गाइस दुई जोरा लाउँदै कस्तो हुन्छ बाइकमा चाहिँ यो गोप्रो लगाएर दामी टिभीहरू खिच्नु नपाए खिच्दाखेरि क्यामेरा भन्दा नि क्यामेराले भन्दाखेरि पनि तपाईँहरू गएर चाहिँ एक्सप्लोर गर्नुभयो भने चाहिँ नि साँच्चै तपाईँलाई मिठो हुनेछ म र साथी चाहिँ त टाइगर र यो घामको हल्का डिस्कस गर्दै त मेरो साथी म चाहिँ गएको हेरेको कस्तो दामी छ टाइगरको यो पनि दामी नै छ हैन त्यो घामै हो र हैन त्यो घामै हो मैले लाइफमा फर्स्ट टाइम मैले यत्रो घाम देखेको त्यो म अगाडिबाट त उहाँ भिडियो गर्नुहुनेले चाहिँ फर्स्ट टाइम देख्नु भएको र यत्रो ठुलो घाम हो तर मेरो साथीले चाहिँ त्योभन्दा अगाडि चाहिँ देखिसकेको रहेछ अनि मैले पनि देखेको चाहिँ थिइनँ तर राम्रो लाग्थ्यो गाइस फेरि हामी जोडिसकेका छौँ आकाशवाणी गान्तोकमा फेरि पनि हामीसँग जोड्नु भएको लागि धेरै धेरै धन्यवाद छ है यहाँनिर अब सबैजना वेकअप भएको छ है सबैजना अब के भन्नु है भन्नु मरेमा शब्द छैन उहाँहरूको सुन्दरताको वर्णन गर्नु है भन्दिनँ अहिले चाहिँ अहिले भन्नै सकिनँ मैले है भोलि पछि भन्नुला तपाईँहरू कमेन्ट गरेर भन्नुहोस् होला Thank you.
केसँग त्यहाँदेखि चाहिँ हामी त नयाँ नयाँ थियो त्यहाँदेखि सबै गुगल म्यापमा हेर्दै 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 पुगेको गाइस तपाईँहरू पनि जाँदै गर्दाखेरि गुगल म्याप हेर्दै हेर्दै जानु पऱ्यो भने ठ्याक्कै पुग्नुहुन्छ गुगल म्यापलाई चाहिँ नछोड्नुहोस् प्लस मान्छेहरूलाई पनि सोध्नुहोस् पहिला नेट चल्दैन होइन त्यही भन्न चाहन्छु अब जानुहोस् एकपल्ट गएर बसेको यो टोरेन्टमा चाहिँ यसो रफ रोड चाहिँ छ है गाइस सोमबारेदेखि चाहिँ एकदम रफ रोड चाहिँ तपाईँहरूले चाहिँ एकदमै छुट्याउनै भएन रफ रोड चाहिँ राम्रो रोड देख्यो भने चाहिँ कुद्नु भएन अनि रफ रोड भेटेपछि चाहिँ तपाईँहरू कुद्नुपर्ने हुन्छ है गाइस यो चाहिँ भनिदिइरहेको छ रफ रोड चाहिँ हेप्पी नै छ है तर भए पनि माथि सिनहरू चाहिँ एकदम दामी छ अन्त तपाईँलाई अघिको त्यो घामको फोटो चाहिँ लास्टमा देखाएको छु तपाईँहरू जोडिनुहोस् अन्त लास्टमा त्यो भिडियोहरू तपाईँले फोटो हेर्नु सक्नुहुन्छ तपाईँ नयाँमा हुनुहुन्छ भने सब्सक्राइब गरिदिनुहोस् भनेर हुन्छ थ्याङ्क यू फर वाचिङ माई भिडियो गाइस